Hello guys, welcome to my YouTube channel. स्वागत छ हजुरहरूलाई। हेर्नुहोस् यो कतारको मेन सिटी हो। नेपालभन्दा धेरै पछि आजाद भएको देश। कति राम्रो विकास भइसकेको छ ल हेर्नुहोस्। यो भित्री सडक पनि हेर्नु न कति खुल्ला छ र कति फराकिलो बनाएको छ। वान वे हो यो, वान वे। हेर्नु होला कति राम्रो बनाएको छ। नेपालभन्दा धेरै पछि आजाद भएको देश हो यो। त्यसपछि गएर यो राउन्ड अबाउट हो। यो राउन्ड अबाउट हेर्नु है। यहाँनिर चाहिँ अब हाम्रो नेपालमा चाहिँ यसलाई चोक भन्छ कि के भन्छ के अरे होइन। तर यो होटल देखिएको होटल यो मेसी आएर बसेको होटल हो वर्ल्ड कपको टाइममा। अनि यता आएर मल हो यो होइन। अनि त्यसपछि स्पोर्ट्स सिटी स्टेडियम भइगयो यो। 1 लाख लगभग 1 लाख क्षमता भएको 1 लाख दर्शक क्षमता भएको स्टेडियम हो यो। वर्ल्ड कप खेलाएको स्टेडियम हो। अनि बाटोहरू हेर्नुहोस् कति राम्रो छ, कति सफा र कति यलो हेर्नुहोस्। तपाईँको फ्लाइओभरहरू ब्रिजहरू हेर्नुहोस्। अब फ्लाइओभरसँगै यहाँनिर सपिङ मल पनि कोही बनिरहेको छ। एउटा बनेर रेडी भइसकेको छ। कति राम्रो छ, कति एकदम क्लियर छ हेर्नुहोस् है बाटो गाइज। मन परेमा लाइक एन्ड सेयर कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। हजुरहरूको साथ र सहयोगले यहाँसम्म आइपुगेको छ मेरो च्यानल होइन। सब्सक्राइब गर्न नभुल्नु होला गाइज।